नमस्कार विद्यार्थी भाइ बहिनीहरू, स्वागत छ तपाईलाई युट्युब च्यानल नेपाली शिक्षामा। आज फेरि पनि एउटा नयाँ टपिक लिएर उपस्थित भइसकेको छु तपाईहरुको समक्ष। आजको टपिक रहेछ के त कन्भर्ट क्वाइनरी नम्बर इन्टु डेसिमल नम्बर। क्वाइनरी नम्बरलाई चाहिँ डेसिमल नम्बरमा चाहिँ परिवर्तन कसरी गर्ने है, त्यो सन्दर्भमा यो भिडियो रहेको छ भने तपाईले यहाँ हेर्न सक्नुहुन्छ। यो क्वाइनरी नम्बर रहेको छ। यो क्वाइनरी नम्बरलाई चाहिँ केमा परिवर्तन गर्नु छ त डेसिमलमा है। म यहाँ के गर्छु, सर्वप्रथम त क्वाइनरी नम्बर चाहिँ जस्ताको त्यस्तै सार्छु 4 7 8। यो भने के त क्वाइनरी नम्बर रहेको छ भने यो हामीले यो प्रत्येक डिजिट के त यो प्रत्येक डिजिट जस्तै 8 छ, यहाँ 7 छ र 4 छ, यो तीनवटा डिजिट छ। यो प्रत्येक डिजिटको हामीले के थाहा हुनु पर्यो त स्थान थाहा हुनु पर्यो। 0 1 यो 2 है। जहिले पनि स्थान भनेको हामीले चाहिँ होल नम्बरमा चाहिँ राख्नु पर्ने हुन्छ है र बुझ्नु पर्ने हुन्छ। र हामीले चाहिँ के गर्छौं त अब यो जुन डिजिट रहेको छ के त 4 डिजिट मल्टिप्लाई है, यसको बेस भनेको है क्वाइनरी नम्बरको बेस कति छ त 5। यो 5 लिएर हामीले चाहिँ के गर्छौं, यसलाई चाहिँ मल्टिप्लाई गर्छौं र 4 को यो पोजिसन भनेको कति रहेको छ त 2 भने त्यसपश्चात फेरि प्लस गर्छौं हामीले। त्यसपश्चात 7 मल्टिप्लाई फेरि हामीले त्यही गर्छौं, बेस लिएर मल्टिप्लाई गर्छौं र बेसको पावरमा कति हाल्छौं त यो डिजिट भनेको 70 भन्ने नम्बर कुन पोजिसनमा छ त फर्स्ट पोजिसनमा छ भने 1 पोजिसनमा छ भने पावरमा कति राख्छौं त हामीले 1 राख्छौं। त्यसपश्चात 8 मल्टिप्लाई फेरि बेससँग मल्टिप्लाई गर्छौं हामीले क्वाइनरीको बेससँग र 5 को पावरमा कति हुन्छ त 8 भनेको कुन पोजिसनमा छ त 0 पोजिसनमा छ भने यसलाई चाहिँ पावरमा 0 हाल्छौं। बुझ्नु भयो त सबैजना है। र त्यसपश्चात हामीले चाहिँ यहाँ अब हेर्न सक्नुहुन्छ भने यो 4 मल्टिप्लाई यहाँ हेर्नु त 5 टु द पावर कति छ 2 छ भनेपछि 5 टु द पावर 2 भनेको के त 5 मल्टिप्लाई 5 इज इक्वल टु कति हुन्छ त 25 छ। त्यस्तै गरी 5 को पावर 1 भनेको कति त 5 मल्टिप्लाई है 1 इज इक्वल टु कति त 5। ठीक छ भने 5 को पावर 0 भनेको कति त 1 कति त भ्यालु भनेको उसको 1 हुन जान्छ। यो कुरा तपाईहरुले चाहिँ रिमेम्बर गर्नु होला। भनेपछि 5 टु द पावर 2 भनेको कति त 25 प्लस 7 मल्टिप्लाई 5 टु द पावर 1 भनेको 5 प्लस 8 मल्टिप्लाई 5 टु द पावर 0 भनेको कति त 1। अब यहाँ हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ के गर्नुपर्ने छ, यसले मल्टिप्लाई गर्नुपर्ने हुन्छ। 4 मल्टिप्लाई 25 भनेको कति त 100 प्लस 7 5 जा कति हुन्छ त 35 प्लस 8 1 जा 8। त्यसपश्चात हामीले के गर्छौं, यो सबैलाई जोड्छौं। 100 प्लस 35 भनेको 135, 135 प्लस 8 भनेको कति त टोटल भनेको 143 यो भनेको हाम्रो के आयो त डेसिमल नम्बर। यसको अर्थ के त देयरफोर 478 यो क्वाइनरी नम्बरलाई चाहिँ डेसिमलमा परिवर्तन गर्दाखेरि 143 हुन्छ है। यदि तपाईले चाहिँ हैन कन्भर्ट बाइनरी इन्टु डेसिमल कसरी गर्ने तपाईले भिडियो हेर्नु भएको छैन भने माथि आई बटनमा चाहिँ लिंक आएको होला, क्लिक गरी तपाईले त्यो भिडियो हेर्न सक्नुहुन्छ है। अब म दोस्रो क्वेशन लिन्छु। यहाँ तपाईले दोस्रो क्वेशन चाहिँ लिएर चाहिँ बनाएर हेराउँदै गइरहेको छु। तपाईले यहाँ हेर्न सक्नुहुन्छ यो क्वाइनरी नम्बर रहेको छ। यो क्वाइनरी नम्बरलाई चाहिँ हामीले चाहिँ केमा चेन्ज गर्छौं त डेसिमलमा। अब डेसिमलमा कसरी चेन्ज गर्ने त फेरि यहाँ तपाईले चाहिँ रिपिट सिकाउन गइरहेको छु। 87,964 भनेको यो त के रहेको छ त क्वाइनरी नम्बर रहेको छ भने यसलाई चाहिँ परिवर्तन गर्नु छ भने हामीले चाहिँ प्रत्येक डिजिटलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। क्वाइनरी नम्बरको बेस भनेको कति छ, यो नम्बरको बेस भने 5 त 5 लिएर र 8 को स्थान कति छ त हेर्नुपर्ने 0 1 2 3 4 यसको स्थान भनेको कति रहेछ त 4 रहेछ। त्यसपश्चात यहाँ हेर्न सक्नुहुन्छ 7 मल्टिप्लाई बेससँग मल्टिप्लाई गर्छौं र यसको पावर कति आउँछ त 0 1 2 3 7 भनेको कुन पोजिसनमा रहेको छ त 3 पोजिसनमा। भनेपछि यहाँ हेर्दाखेरि के देखिरहेको छ त हामीले त यो 4 बाट कति भइरहेछ 3 भइरहेछ हैन। 5 को पावर कति भइरहेछ यहाँ 4 बाट 3। यसको अर्थ के त पावर रिड्युस हुँदै गइरहेको छ। यसको अर्थ के त पावर घट्दै गइरहेको छ भने हामीले चाहिँ सेम त्यही तरिकाबाट लेख्दै जान्छौं, पावर रिड्युस गर्दै जान्छौं 1
अब यहाँ हेर्नु त अर्को नम्बर रहेको छ के त 9 मल्टिप्लाई बेससँग मल्टिप्लाई गर्छ पावर कति हुन जान्छ यहाँ 3 छ भने यहाँ 2 आउँछ प्लस 6 मल्टिप्लाई 5 अनि पावरमा कति हुन्छ त 1 हुन्छ त्यसैगरी 4 मल्टिप्लाई 5 टु द पावर कति हुन जान्छ त 0 अब यहाँ हेर्न सक्नुहुन्छ 8 मल्टिप्लाई 5 टु द पावर 4 भनेको कति त यहाँ हेर्न सक्नुहुन्छ है 5 टु द पावर 4 भनेको कति त 625 प्लस 7 मल्टिप्लाई 5 टु द पावर 3 भनेको कति त 125 यसरी पनि निकाल्न सक्नुहुन्छ यदि तपाईले थाहा छ भने डाइरेक्ट पनि लेख्न सक्नुहुन्छ 5 को स्क्वायर भनेको 25 पनि हुन्छ है 6 मल्टिप्लाई 5 टु द पावर 1 भनेको यसको भ्यालु कति हुन्छ त 5 हुन्छ प्लस 4 मल्टिप्लाई 5 टु द पावर 0 भनेको यसको भ्यालु कति हुन्छ त 1 हुन्छ त्यसपश्चात हामीले अब यसले मल्टिप्लाई गर्छौं 8 मल्टिप्लाई 625 कति हुन्छ त 5000 प्लस त्यसैगरी हामीले चाहिँ 7 मल्टिप्लाई 125 गर्छौं भन्दा कति हुन्छ त 875 भने 9 मल्टिप्लाई 25 भनेको कति हुन्छ त 9 मल्टिप्लाई 25 भनेको कति त 225 प्लस है 6 5 जा कति हुन्छ त 30 प्लस 4 1 जा 4 त्यसैगरी अब हामी यो सबैलाई के गर्छौं त जोड्छौं 5000 प्लस 875 प्लस 225 प्लस 30 अनि प्लस 4 टोटल कति आयो त 6134 यो भनेको हाम्रो के आयो त डेसिमल नम्बर यहाँ हामीले चाहिँ गिभनमा लेखिदिन्छौं के त 87964 यो भनेको के हो त क्वालिनरी नम्बर यसलाई चाहिँ डेसिमलमा चेन्ज गर्दाखेरि कति हुन्छ त 6134 हुन्छन् है यो भिडियो तपाईलाई कस्तो लाग्यो तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गरिदिनु होला र साथै यस च्यानलमा तपाई नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी नजिकैको बेल आइकन प्रेस गरेसँगै अल नोटिफिकेसन बेल आइकन अन गरिदिनु होला र अहिलेसम्म यो भिडियोलाई लाइक गर्नु भएको छैन भने एउटा लाइक गरिदिनु होला र यो आफ्नो साथीमाझ यो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला है र फेरि पनि एउटा नयाँ भिडियो लिएर तपाईहरुको सामु उपस्थित हुने नै छु तबसम्मको लागि यो भिडियोबाट बिदा चाहन्छु टाटा बाइ बाइ जय नेपाल।